आजको यस भिडियोमा मैले तपाईहरुको लागि बैना अर्थात एडभान्स एग्रीमेन्ट भनेको के हो, बैना गर्दा के कागजातहरु आवश्यक पर्छन् र बैना कागजमा के कुराहरु लेखिनुपर्छ अथवा के कुराहरु उल्लेख हुनुपर्दछ भन्ने कुराको बारेमा समष्टिगत रूपमा छलफल गर्नेछु। कृपया यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला। बैना भनेको खरिदकर्ता र बिक्रीकर्ता बीच भविष्यमा निश्चित शर्त अनुसार घर अथवा जग्गा खरिद बिक्री गर्नका लागि गरिने लिखित सहमति हो। यसमा खरिदकर्ताले निश्चित रकम अग्रिम बैना स्वरूप बुझाउँछन् र दुवै पक्षले तोकिएको समयमा राजीनामा अर्थात बोलीचालीको भाषामा पास गरी स्वामित्व हस्तान्तरण गर्ने सहमति गर्छन्। यो भविष्यमा हुने राजीनामाको आधार तय गर्ने सम्झौता हो। अब तपाईहरुले बैना गर्नको लागि के कागजातहरु जुटाउनुपर्छ अथवा के कागजातहरु आवश्यक पर्छ भन्ने कुराहरु उल्लेख गर्न गइरहेको छु, जसमा जग्गा धनी प्रमाण पूर्जा अथवा लाल पूर्जा, खरिदकर्ता र बिक्रीकर्ताको नेपाली नागरिकता, खरिदकर्ता र बिक्रीकर्ताको राष्ट्रिय परिचय पत्र, प्रतिनिधि मार्फत कारोबार भएको भए अख्तियारीनामा, ट्रेस नक्सा अथवा किता विवरण, कर तथा अन्य आवश्यक विवरणहरू, खरिदकर्ता अथवा बिक्रीकर्ता विवाहित भएको अवस्थामा पति पत्नीको विवरण पनि आवश्यक पर्न सक्छ। त्यसैगरी अब म तपाईहरुलाई बैना कागजमा के कुरा लेखिनुपर्छ अथवा उक्त कागजमा के कुराहरु उल्लेख भएको हुनुपर्छ भन्ने कुराहरु भन्न गइरहेको छु। एक नम्बरमा रहेको छ पक्षहरुको पूरा विवरण, जसमा चाहिँ पक्षहरु भन्नाले खरिदकर्ता र बिक्रीकर्तालाई जनाउँछ, जसमा खरिदकर्ताको नाम, थर, ठेगाना, राष्ट्रिय परिचय पत्र नम्बर अथवा नागरिकता नम्बर, त्यसैगरी बिक्रीकर्ताको पनि नाम, थर, ठेगाना, राष्ट्रिय परिचय पत्र नम्बर र नागरिकता नम्बर। त्यसैगरी अर्को नम्बरमा रहेको छ बैना गर्न आँट्नु भएको जग्गाको सम्पूर्ण विवरण, जसमा उक्त जग्गा कुन जिल्लामा पर्छ, कुन स्थानीय तहमा पर्छ, कुन वडा नम्बरमा पर्छ, किता नम्बर, क्षेत्रफल, 4 किल्ला, जग्गाको किसिम आदि सम्पूर्ण कुराहरु उल्लेख भएमा यसले भविष्यमा कुन चाहिँ जग्गा बैना गरिएको हो भन्ने कुरा स्पष्ट रूपमा पुष्टि गर्छ। त्यसैगरी 3 नम्बरमा रहेको छ उक्त बैना गर्न आँटेको जग्गाको खरिद मूल्य अथवा बिक्री मूल्य स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्छ, जसमा जग्गाको कुल रकम, बैना रकम, बाँकी रकम र बाँकी रकम कहिले र कसरी कुन माध्यमबाट भुक्तानी गर्ने हो भन्ने कुरा पनि स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्छ। त्यसैगरी अर्को 4 नम्बरमा रहेको छ राजीनामा अर्थात जग्गा पास गर्ने मिति। बैना गर्दा सबभन्दा महत्त्वपूर्ण कुरा यही नै हुन्छ, दुवै पक्षले कुन दिन पास गर्ने अथवा कुन दिन राजीनामा गर्ने भन्ने कुरा पहिले नै स्पष्ट रूपमा सहमति गर्नुपर्ने हुन्छ। त्यसैगरी 5 नम्बरमा रहेको छ कर तथा सरकारी शुल्क कसले कुन करहरू तथा शुल्कहरू तिर्ने भन्ने कुरा पहिले नै स्पष्ट रूपमा उल्लेख गर्नु राम्रो मानिन्छ, जसमा रजिस्ट्रेसन शुल्क, पुँजीगत लाभ कर तथा क्यापिटल गेन ट्याक्स, सेवा शुल्कहरू तथा अन्य सरकारी राजस्वहरू कसले तिर्ने भन्ने कुरा पहिले नै बैना कागजमा स्पष्ट रूपमा उल्लेख गर्यो भने राम्रो मानिन्छ। त्यसैगरी 6 नम्बरमा रहेको छ जग्गाको कानुनी अवस्था। यो कुरा चाहिँ विक्रेताले बैना गर्नु पूर्व स्पष्ट रूपमा जानकारी दिएको राम्रो हुन्छ, जसमा जग्गा रोकामा छ कि छैन, बैंक धितोमा छ कि छैन, अदालतमा मुद्दा परेको छ कि छैन, सरकारी अधिग्रहणमा परेको छ कि छैन अथवा बिक्री गर्नको लागि कुनै पनि किसिमको कानुनी बाधा छ कि छैन भन्ने कुरा पहिले नै स्पष्ट रूपमा उल्लेख गरेको राम्रो हुन्छ। त्यसैगरी नम्बर 7 मा बैना सम्झौता उल्लङ्घन भए के हुन्छ भन्ने कुरा पनि उल्लेख हुनुपर्छ, जसमा बैना सम्झौता पश्चात खरिदकर्ता अथवा बिक्रीकर्ताको तर्फबाट राजीनामा पास गर्नुभन्दा अगाडि कुनै पनि किसिमको बैना उल्लङ्घन गर्नुपर्ने अवस्था आएमा के गर्ने अथवा कस्तो शर्त राख्ने भन्ने कुरा पनि पहिले नै उल्लेख भएको राम्रो मानिन्छ। त्यसैगरी 8 नम्बरमा रहेको छ जग्गा हस्तान्तरण गर्दा बुझाइने कागजातहरु, जसमा सक्कल लाल पूर्जा, कर तिरेको रसिदहरु तथा अन्य आवश्यक कागजातहरु पनि स्पष्ट रूपमा बैना कागजमा उल्लेख गरिनु पर्ने हुन्छ। त्यसैगरी 9 नम्बरमा साक्षी र हस्ताक्षरहरु पनि स्पष्ट रूपमा उल्लेख हुनुपर्छ, जसमा बैना कागजमा विक्रेताको हस्ताक्षर, खरिदकर्ताको हस्ताक्षर, कम्तीमा 2 जना साक्षीको हस्ताक्षर र स्पष्ट मिति देखिने गरी राखिएको उपयुक्त मानिन्छ। यी त रहे बैना गर्नु अगाडि बैना कागजमा उल्लेख गर्नुपर्ने कुराहरू। अब म अनिवार्य रूपमा बैना गर्दाखेरि जाँच गर्नुपर्ने कुराहरू पनि भन्न गइरहेको छु, जसमा खरिदकर्ताले सर्वप्रथम लाल पूर्जा सक्कली हो कि होइन, जग्गामा रोक्का, बैंक धितो अथवा अदालतमा मुद्दा परेको छ कि छैन, नापी र भूमि प्रशासन कार्यालयको अभिलेख मिल्छ कि मिल्दैन, त्यसैगरी बाटो, खोला, राजकुलो, प्रसारण लाइन अथवा अन्य सार्वजनिक जग्गा सम्बन्धी कुनै पनि कानुनी समस्या छ कि छैन भन्ने कुरा पनि बुझ्नुपर्छ र आवश्यक परे सम्बन्धित कानुन व्यवसायी वा विज्ञसँग परामर्श लिनु बुद्धिमानी मानिन्छ। त्यसैले बैना कागजमा हस्ताक्षर गर्नुभन्दा अगाडि सम्पूर्ण शर्तहरू स्पष्ट रूपमा पढ्नुहोस्, बुझ्नुहोस् र आवश्यक परे कानुनी परामर्श लिएर मात्रै बैना गर्नुहोस्। यस्तै घर जग्गा तथा रियल एस्टेटसँग सम्बन्धित सही र तथ्यपरक जानकारीका लागि कृपया मेरो यस एकाउन्टलाई
फलो गर्न नबिर्सिनुहोस्। धन्यवाद।